हेलो साथीहरू, नमस्कार। मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। आज म हजुरहरूलाई देखाउँदैछु स्पेशल कुरा। ल है, म जाँदैछु है। फाइनली साथीहरू, म रुखमा चढिसकेँ। यत्रो दाना छ, माथि पनि फल्या छ, माथि पनि। आजको स्पेशल भनेको यो हो। हेर्नु साथीहरू, यता पनि छ, माथि पनि छ, माथि पनि छ। यस्तो मिठो हुन्छ यो पकाएर खाँदा नि हुन्छ, यस्तै तरकारी बनाएर खाँदा नि हुन्छ। पकाएर त झन् मिठो हुन्छ, तरकारीमा झन् राम्रै हुन्छ। तरकारी पनि यस्तो मिठो हुन्छ जस्तो जस्तो मासु फेल गर्छ। यस्तै चाहिँ बजारमा त कति महँगो पर्छ है यो कटहर, तर यो गाउँमा त सित्तैमा मिल्छ। ओल्लो घरमा नि कटहरै हुन्छ, पल्लो घरमा नि कटहरै हुन्छ। हेर्नु, म चाहिँ यो टिप्ने हो है, ठुलोवाला टिप्ने हो। हेर्नु कति ठुलो छ हेर्नु, यता पनि छ। हेर्नु साथीहरू, मैले चाहिँ कटहर काटिसकेँ। अनि आँसी हेर्नुहोस् है, यो आँसी चाहिँ कटहर काट्ने आँसी हो। सानो आँसी छ, हल्का कटहर खराब भएर रहेछ। यता यति काटेर फालिदिनु पर्ने हो। फाइनली साथीहरू, मैले कटहर टिपेर चाहिँ म उत्रिसकेँ रुखबाट। यो चाहिँ यता कुहिएको जस्तो देखिन लाग्थ्यो, नरहेछ। अर्को दानाले घोचेको रहेछ यसलाई। राम्रै निस्क्यो, हेर्नु सक्नुहुन्छ। अब चाहिँ यसलाई परपरै भनेर खान्छ, परपरै।